म पोखरा महानगरपालिका वडा नम्बर 17 को यो डेभिस फलमा छु र मेरो पछाडि देख्न सक्नुहुन्छ राज परिवारको यो तस्बिर देख्न सक्नुहुन्छ र आज जेठ 19 गते हो 19 गते हो र आजकै दिन दरबार हत्याकाण्ड भएको थियो र यो हत्याकाण्डको स्मरण होस् भनेर र हार्दिक श्रद्धाञ्जली अर्पण कार्यक्रम यहाँ डेभिस फलमा भएको थियो र आज हुन त देशभरि यो हत्याकाण्डको एउटा स्मरण र हार्दिक श्रद्धाञ्जली अर्पण कार्यक्रम देशभरि भइरहेको छ। त्यस्तै डेभिस फलमा पनि हेर्न सक्नुहुन्छ आज केही मिनट अगाडि नै यो भएको थियो र आज जेठ 19 गते र यो भिडियो अपलोड हुँदा जेठ 20 गते पनि हुनसक्छ है। हेर्न सक्नुहुन्छ यो डेभिस फलको यो फड्के चोकमा छ र यहाँ अलिकति यहाँ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको थियो र म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने जस्ता स्लोगनहरू हेर्न सक्नुहुन्छ। नेपाल आमाको जय होस् लगायत यता पनि देख्न सक्नुहुन्छ तपाईँको हेर्न सक्नुहुन्छ मेरो साना दुःखले आर्जेको मुलुक होइन भनेर यस्तो खालका होइन सबैको साझा फुलबारी हो भन्ने खालका यसरी यो लेखेर राखिएको छ देख्न सक्नुहुन्छ। यो डेभिस फल छोरेपाटन 17 को डेभिस फल हो। हुन त यो राज परिवार राजा वीरेन्द्रको सर्वनाश भएको थियो हत्याकाण्ड भएको थियो र त्यो दिन नै नेपालको लागि एउटा दुःखद हो र त्यो दिन हामी सबैले सम्झिनुपर्छ सबैले मान्नुपर्छ भन्ने खालका एक खालका जमात छ भने अर्को खालको अन्यलमा पनि रहेको छ। खैर यसमा केही भएन तर आज चाहिँ जेठ 19 गते दरबार हत्याकाण्ड नेपालीहरूले बिर्सेका छैनन् यो हाम्रो लागि दुःख हो भनेर धेरै देश धेरै नेपालका ठाउँहरूमा श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिरहेको छ र हेर्न सक्नुहुन्छ हेर्दा पनि होइन राम्रो देखिएको छ यो डेभिस फल। हुन त माथि पनि देखाउनु होला र यो डेभिस फलको मेन चोक हो हेर्न सक्नुहुन्छ यो तपाईँको झन्डा नेपालको झन्डा पनि छ र अर्को कुरा तपाईँले देखाए यहाँ पाताले छाँगो देखाउनु होला पाताले छाँगो मेन तपाईँको पोखरा आउँदै हुनुहुन्छ भने यो ठाउँमा घुम्नु होला पाताले छाँगो तपाईँको डेभिस फल त्यहाँभित्र छ र यता गुफा पनि छ यता गुफा पनि जान नबिर्सिनु होला होइन। यहाँ धेरै डेभिस फलमा पर्यटकहरू पछिल्लो क्रममा धेरै आउनुहुन्छ तपाईँ पनि आउनु होला डेभिस फलमा आउन चाहिँ नबिर्सिनु होला र आज चाहिँ तपाईँलाई मैले यो थोरै चाहिँ स्मरण गराउन चाहेँ। धन्यवाद।